कतिजनाको चाहिँ आक्रोश छ। त्यो आक्रोश हिजो 36 वर्ष बरमलुट गरेर कमाएको पैसा झोलामा हालिदिया थिए ती व्यक्तिहरूको। अब घन्टी बजाइँदैन, अब घन्टी बजाइँदैन भनेर सुनिन्छ सामाजिक सञ्जालतिर। होइन नबनाउनु न, 36 वर्षसम्म कसैले केही नलछारिकन बस्दाखेरि, राज गर्दाखेरि चुपचाप बस्ने हामी, अनि 36 वर्ष 37 वर्ष पछाडि कुनै एउटा पार्टी जन्मिन्छ, त्यसै जन्मिन्छ र 36-37 वर्षसम्म ब्रह्मलुट गरेर देशको दोहन गरे भएको हुनाले यो पार्टी जन्मिएको हो। पार्टी जन्मियो, पार्टीले चाहिँ गर्छ नि त, हेरौँ नि त। यसले गर्दैन भने अहिले एनालाइसिस गर्ने बेला भइसकेको छैन त, होइन र? भर्खर चाहिँ बामे सरिरहेछ, त्यसले हिँड्नु पर्यो, कुद्नु पर्यो, दौडिनु पर्यो, 5 वर्ष त समय लाग्छ त। 5 वर्षमा पनि केही गरेन भने नबजाउनु होला नि त, नबजाउनुहोस्। हामी पनि भन्छौँ सिधै, अब पनि यसले कुनै मार्ग पहिचान गर्न सकेन, तपाईहरु घन्टी नबजाउनुहोस्, हामी पनि भनौँला। तर भर्खर बामे पनि नसरेको चाहिँ एउटा पार्टीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई घन्टी बजाइँदैन, अबदेखि यस्तो गरिन्न उस्तो गरिन्न भन्नुहुन्छ। अहिले सिस्टमले चल्न खोजिरहेछ, सिस्टमले चल्दा अब मलाई पनि पोल्न सक्छ, तपाईलाई पनि पोल्न सक्छ, अरूलाई पनि पोल्न सक्छ। यो पोल्यो भनेर अहिले नै प्रतिक्रिया दिने बेला भएको छैन। हामी पनि बेरोजगारै छौँ, कति विदेशमा छन्, कति कहाँ छन्। अब यस्तै गरी आक्रोश पोख्ने हो भने त सबैले आक्रोश पोखिन्छ त। अनि त्यो भर्खर बामे सर्न लागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई घन्टी बजाइँदैन भनेर भन्न मिल्यो? प्लिज तपाईँ हामी सबैले अति भएर, अत्याचार भएर बाटो चाहिँ हामीले फेरेका मात्र हौं। हिँड्ने त हामी नै हौं, बाटो अर्कै हो, पुग्ने पनि त्यही हो, बाटो मात्र अर्को लिन खोजिएको हो। 5 वर्ष चाहिँ वेट गरौँ, हेरौँ, र त्यस्तो बेलासम्म पनि कुनै चाहिँ मार्ग पहिलाउन सकेन, पहिला जस्तै पथभ्रष्ट भयो भने हामी विरोध गरौँला नि त, घन्टी नबजाउँ है, नबजाउँ भनेर। त्यही भएर सबैजनाले कम्तीमा धैर्य धारण गरी केही समयको लागि हेर्दिनु पर्यो। अहिलेदेखि यस्तो गर्दिन, उस्तो गर्दिन, मैले बजाइन, म बजाउँदिन, यस्तो नभनौँ। काम गर्न दिउँ, 5 वर्ष हेरौँ, 5 वर्षसम्म पक्कै केही हुन्छ। यो यसै पार्टी जन्मिएको होइन, यो तपाईँ हाम्रो स्वरूप फेर्नलाई, यो मुहारमा चमक ल्याउनलाई जन्मिएको पार्टी हो। पक्कै गर्ला, टाइम छ, समय छ, हेरौँ, गर्ने अवसर हामीले पनि सहयोग गरौँ, सकिएको सहयोग हामीबाट पनि सरकारलाई होस्, तब पो उसले चाहिँ हिँड्ने चाहिँ साहस बटुल्छ। पहिलेदेखि घन्टी बजाइँदैन, अबदेखि घन्टी बजाइँदैन भन्नुभयो भने त सबैले त्यही भनेर हुँदैन नि। काम गरौँ भनेर आएको पार्टीलाई काम गर्न दिउँ, विरोध नगरौँ। सबैलाई पीडा छ, एकैचोटि पीडाको समाधान हुँदैन, बिस्तारो बिस्तारो समस्या समाधान हुने हो। ठुलो खाल्टो परेको छ, त्यो खाल्टो पूर्ण समय लाग्छ। त्यही भएर प्लिज प्यारा साथीभाइहरू सबले काम गर्नलाई चाहिँ हौसला प्रदान गरौँ सरकारलाई, है त। नमस्कार सबैलाई।